ल यो चाहिँ हामी अहिले कटेज बारबेक्यू कटेज है यो चाहिँ अहिले बिहानको भ्यू हो यो हामी चाहिँ हिजो 2 बजे चाहिँ 2 बजे यहाँ छिरेका थियौँ त्यसपछि अलिअलि ब्रेकफास्टहरू यताउता खाएर ट्याक्क थोरै खाजासाजा खाएर चाहिँ अनि त्यसपछि हामी चाहिँ यहाँ चाहिँ बारबेक्यूको लागि तयारी गरेर जुमीसुमी गरेर ट्याक्क हिँडेर आधरी बारबेक्यू गरेर अहिले बिहानै फ्रेसमा उठेर चाहिँ नेचुरल भ्यू हेरिरहेको हौँ नेचुरल लभर ल म चाहिँ अब अलिअलि जाडो पनि भयो ट्याक्क आफ्नो गडतिर लाग्छु हाम्रो केटाहरू चाहिँ त्यहाँ अगाडि हिँडिरहन् ट्याक्क हामी बस्ने गट्टु चाहिँ यो है ट्याक्क कस्तो राम्रो छ यो गट्टे चाहिँ यो चाहिँ हाम्रो ट्याक्क हामी आयो गाडी मजाले बेलुका चाहिँ पानी परेकोले अलिक बवाल छ गाडी पनि यार कटेजभन्दा पछाडिबाट देख्ने खोला जो ट्याक्क हाम्रो कटेज चाहिँ छ है कस्तो दामी छ यहाँ बारबेक्यू गरिदिन्छ अनि यो चाहिँ बाल्कुनी है अनि यहाँबाट सर्लक्क यसरी हेर्दाखेरि चाहिँ यहाँ खोला है मजाको खोला छ बवाल छ है बिहानै सल्ल बगेको पानी नेचुरल ठाउँ मजा आउँछ फ्रेस हुने रहेछ